अब चाहिँ हामी सिधै जानेछौँ सोरुम। त्योभन्दा अगाडि चाहिँ म तपाईँलाई भन्छु, यो चाहिँ मैले हिजोदेखि नै चलाइरहेको छु। हिजो अस्ति नै चलाइरहेको थिएँ। त्यसको त्यहाँबाट चाहिँ मैले तपाईँलाई रिभ्यू दिएको। बाइकको कन्डिसनमा चाहिँ नो डाउट है गाइस, बाइक A1 कन्डिसनमै छ। सो अब हामी चाहिँ हाइवेबाटै निस्केर जानेछौँ। अब तपाईँलाई टप स्पिड त के देखाउनु, ट्राफिकले हानिदिइहाल्छ है। अब स्पिड त देखाउन नसके पनि तपाईँहरूलाई रिभ्यू चाहिँ दिन सकौँ। एकदम कम्फर्टेबल है, राइडिङ पोजिसन एकदम कम्फर्टेबल छ, हेर्न सक्नुहुन्छ आनन्दले नै। अप साइड के भन्छ त्यसलाई, एकदम सिधा बसेर चलाउन चाहिँ सजिलो है। सिटिङ पोस्चरमा चाहिँ नो डाउट है, एकदम राम्रो छ बाइकको कन्डिसन पनि। तर यसमा एउटा कमजोरी भनेको चाहिँ 6 गियर छैन क्या, 5th गियरसम्म मात्र जान्छ यो चाहिँ। 5th गियरसम्म मात्र हुन्छ यो होइन। अरू त सबै कुरा ठिक छ, एकदम वान पिस छ है बाइक चाहिँ। अब सोरुममा चाहिँ नयाँ किन्छु भन्दाखेरि चाहिँ आउँदैन। सो यसको प्राइस चाहिँ हामीले कोट गरेको धेरै पनि छैन है, मात्र 3,85,000 है। 3,85,000मै यो ट्याक्क तपाईँहरूले आफ्नो बनाउन सक्नुहुन्छ। लगेर खर्च केही गर्नु पर्दैन है, आउने ट्याक्क लाएर चढेर जाने।